सामाजिक सञ्जालमा एउटा नाम निकै चर्चामा छ, निकोलस भुसाल। कहिले उहाँको राजनीतिक आक्रोश भाइरल हुन्छ, त कहिले अनौठो लाग्ने आध्यात्मिक दावीहरू। हालैको एउटा अन्तर्वार्तामा उहाँले दिएका अभिव्यक्तिले धेरैको ध्यान तानेको छ। आज हामी उहाँकै यी विचारहरूको तह तह केलाउने प्रयास गर्नेछौँ। उहाँको सोचलाई बुझ्नको लागि सायद उहाँकै एउटा भनाइबाट सुरु गर्नु सबैभन्दा उत्तम होला। हामी अझै मानिस भएकै छैनौँ। आखिर उहाँको लागि मानवताको अर्थ के हो र हामी अहिले कुन अवस्थामा छौँ त? यही प्रश्न उहाँको समग्र दर्शनको केन्द्रमा रहेको देखिन्छ। ल, अब लागौँ उहाँको विचारको पहिलो पाटोतिर, उहाँको राजनीतिक सक्रियता र त्यसभित्र लुकेको निराशा। उहाँ किन यति आक्रोशित हुनुहुन्छ त? खासमा यसको जड हो देशभरका युवा आन्दोलनकारीहरूलाई थुनामा राखिनु। उहाँ यसलाई केही सामान्य घटनाको रूपमा होइन, बरु राज्यले गरिरहेको एक किसिमको दमनको रूपमा हेर्नुहुन्छ। भन्नुहुन्छ यो कुनै एक ठाउँको मात्रै कुरा होइन, बुटवल, झापा, विराटनगर जस्ता देशका विभिन्न ठाउँमा युवाहरूलाई थोनिएको छ। यसले के देखाउँछ भने यो एउटा राष्ट्रव्यापी समस्या हो। र यही आक्रोश पोख्ने क्रममा उहाँले सिधै निशाना साध्नु भएको छ एक प्रमुख राजनीतिक व्यक्तित्व रवि लामिछानेलाई। उहाँले एउटा स्पष्ट मागसहित अल्टिमेटम नै दिनुभएको छ। यो अल्टिमेटमको एउटा समय सीमा पनि छ, त्यो पनि निकै कडा। उहाँले 15 दिनको समय दिनुभएको छ। यदि यो अवधिमा माग पूरा भएन भने 16औं दिनबाट अवस्था अर्कै हुने स्पष्ट चेतावनी छ। उहाँको यो भनाइले नै उहाँको नियत कति गम्भीर छ भन्ने कुरा प्रष्ट पार्छ। यो केवल एउटा माग मात्र होइन, यदि सुनवाई भएन भने सडकमा उत्रिने एउटा दृढ सङ्कल्प पनि हो। अब राजनीतिबाट अलिकति मोडिएर उहाँको आर्थिक विचारतिर लागौँ, जुन राजनीतिक विचार जत्तिकै भनौँ न अपरम्परागत छ। स्क्रिनमा यो अङ्क हेरौँ त, 1 करोड। अब सोच्नुहोस् त, के को मूल्य होला 1 करोड? यो कुनै ठूलो परियोजनाको बजेट होइन, बरु एउटा निकै अनौठो दाबी हो। यो प्रश्नले पक्कै पनि कौतूहल जगाउँछ र भुसालको जवाफ साँच्चै सोच्दै नसोचेको छ। हो, तपाईले ठिक सुन्नुभयो। उहाँको दाबी छ एउटै सालको रुखबाट 1 करोड रुपियाँसम्म कमाउन सकिन्छ। यो त्यत्तिकै हावामा भनेको कुरा होइन रे। उहाँको तर्क के छ भने काठलाई सही तरिकाले प्रशोधन गरेर फर्निचर बनाइयो भने यो सम्भव छ। यो प्राकृतिक स्रोतबाट राष्ट्रिय सम्पत्ति कसरी निर्माण गर्ने भन्ने बारे उहाँको एउटा योजना हो। अब कुरा गरौँ गाँजाको। यो एउटा यस्तो विषय हो जसले गर्दा उहाँलाई धेरैले गजिडी भनेर होच्याउँछन्, तर उहाँको दृष्टिकोण भने पुरै फरक छ। उहाँ गाँजालाई सामाजिक दुर्व्यसनको रूपमा होइन, बरु नेपालको लागि आर्थिक वरदानको रूपमा हेर्नुहुन्छ र यसलाई वैधानिक बनाउनुपर्छ भन्ने तर्क गर्नुहुन्छ। राजनीति र अर्थशास्त्रको कुरा त भयो। अब जाउँ उहाँको व्यक्तित्वको सबैभन्दा रहस्यमयी पाटोतिर, उहाँको आध्यात्मिक अनुभव। कल्पना गर्नुहोस्, 1 महिना लामो साधना, रामदेव र उत्तरवाहिनी नदी बीचको एउटा गुफामा उहाँ बस्दाको कुरा हो। उहाँ बताउनुहुन्छ हरेक बिहान 3 देखि 4 बजेको बीचमा एउटा बाघ त्यो गुफामा आउने गर्थ्यो। तर त्यो कुनै साधारण बाघ थिएन। भुसालको लागि त्यो बाघ त स्वयं दुर्गा माताको प्रतीक थियो, जसले उहाँलाई दर्शन र आशीर्वाद दिन आएको थियो। यो अनुभव उहाँको विश्व दृष्टिकोणको एउटा निकै महत्त्वपूर्ण आधार बनेको छ। र अब हामी आइपुगेका छौँ भुसालको दर्शनको सबैभन्दा गहिरो र सायद सबैभन्दा अमूर्त हिस्सामा, चेतनाको अवधारणा। भुसालको मान्यता अनुसार चेतनाका 14वटा स्तर हुन्छन् र हामी यानि कि अहिलेको मानव जाति जम्मा 6औं स्तरमा मात्रै छौँ। उहाँका अनुसार 7औं स्तरमा पुगेपछि मात्र हामी साँच्चै मानव बन्न सक्छौँ, जबकि हाम्रा पुर्खाहरू त 14औं स्तरको उच्च सभ्यतामा थिए रे। त्यसो भए त्यो 7औं स्तरमा पुग्ने कसरी त? उहाँका अनुसार यसका लागि 3वटा गुणहरू नभई हुँदैन: चेतना, भावना र करुणा। यी बिना हामी मानव कहलाउन योग्य नै छैनौँ। र उहाँको यही अन्तिम भनाइले उहाँको सम्पूर्ण दर्शनलाई एउटै वाक्यमा समेट्छ। उहाँका लागि राष्ट्रिय पहिचानभन्दा पनि धेरै माथि मानवीय चेतनाको विकास हुनु जरुरी छ। त्यसैले अन्त्यमा प्रश्न यहीँनिर आएर अड्किन्छ, के निकोलस भुसाल एउटा नयाँ, जागरुक नेपालको आवाज हुन्, वा उहाँका कुराहरू हाम्रो सामान्य बुझाइभन्दा पर कुनै अर्कै आयामबाट आएका हुन्? यसको अन्तिम व्याख्या गर्ने जिम्मा अब तपाईहरूकै।